भिडियो बनाइदिनु पर्छ। नमस्ते, म तिलक बहादुर सुनुवार। म चाहिँ उमाकुण्डा वार्ड नम्बर 6 निवासी। मेरो गाउँको बारेमा केही कुराहरू जानकारी गर्न चाहे। अब मेरो गाउँमा चाहिँ केन्द्र उमाकुण्डा 6, यो जुन रामेछाप जिल्लाको उमाकुण्डा 6 वार्ड नम्बर 6, जुन मेरो गाउँ बस्तीको बारेमा के यसो हाम्रो थोरै जानकारी, यसो जानकारीमूलक साथीभाइ सबै देश विदेश सम्पूर्ण साथीभाइहरूलाई लागि बुझ्न र चिन्नको लागि सजिलो होस् भनेर एउटा भिडियो बनाइरहेको छु। के हो भने हाम्रो एउटा गुप्तेश्वर, एउटा के भने एउटा पहाडी जुन हाम्रो समुद्र सतहभन्दा चाहिँ 21देखि 2200को हाइट उचाइमा पर्छ, जुन समुद्र सतहभन्दा। जुन हाम्रो जुन भौगोलिक परिवेश एकदम विकट भनौँ न, एउटा विकट ठाउँ हो। एउटा के भने हाम्रो ठाउँमा एउटा समुदायको हिसाबमा यो समुदायमा सुनुवार बस्तीहरूको धेरै सबै अलिक त बाहुल्यता धेरै छ। यहाँनिर सुनुवार समुदाय, यहाँनिर हाम्रो केही तामाङ बस्तीहरू, तामाङ समुदाय साथीहरू हुनुहुन्छ, त्यहाँ नेवार श्रेष्ठहरू, यहाँ थोरै क्षेत्री, जुन त्यहाँ मासतिर अब मगरको पनि थोरै बाहुल्यता, थोरै घरसङ्ख्या हुनुहुन्छ। सबैभन्दा यहाँ चाहिँ सुनुवार बस्तीले। अनि यहाँ सबैभन्दा एउटा +2 छ हाम्रो गुप्तेश्वरको बारेमा, एउटा +2 एउटा उच्च मावि, अनि यहाँनिर एउटा निभावी, दुईवटा निभावी, एउटा झगरे, एउटा यहाँ दुधले र जुन झगरे, जुन अरू प्रावि थोरै केही मात्रामा हाम्रो जुन विद्यार्थीहरू कम सङ्ख्या भएको कारणले उहाँ अलिक थोरै निष्क्रिय हुनुभयो भन्ने कुरा आयो। अनि यहाँको जुन जैविक विविधता भनेको, जुन यहाँ जैविक विविधता भनेको यहाँको बारेमा थोरै जमिनको बारेमा खेत थोरै तलतिर थियो, त्यो खेत अलिक कमाउने कम हुँदै गयो। कमाउने क्रम अब अलिक जुन आम्दानी स्रोत कम घट्दै गएको कारणले अलिक त्यहाँ अलिक विस्थापित भएको जस्तो भयो। अनि यहाँ सडकले सञ्जालले पुरै जोस सबै भ्याइसक्यो। जुन यहाँ के भने अब हाम्रो यहाँ जुन भौगोलिक वडा नम्बर 6 उमाकुण्डाको चाहिँ कस्तो भने त्रिभुज आकार भएर भौगोलिकले अलिक एकदम धेरै विकटता छ। जुन हाम्रो यहाँनिर समुदायको हिसाबले पातलो बस्ती लगभग यहाँनिर के छ भने हाम्रो जनसङ्ख्या लगभग तथ्याङ्कको आधारमा 400 भन्दा माथि नै घरसङ्ख्या थियो भने अहिले लगभग त्यही 350, त्यही 300को लगभग हाराहारी होला अहिलेको अवस्थामा। जुन यहाँ कस्तो भने यहाँ भौगोलिकले के बनाएको छ भने यहाँनिर जुन यहाँ के छ भने चारैतिरबाट घेरेको एउटा खोला, एउटा खोलाले नै घेरेको, चारैतिरबाट खोलाले घेरेको छ। अनि यो खोलाले घेरेको खण्डमा के भन्छ, चारैतिरबाट एउटा झुलुङ्गे पुल, एउटा जुन सुविधायुक्त ठाउँ नै भन्नु पऱ्यो, एउटा सुविधायुक्त विकट भौगोलिकले विकट भए पनि यहाँको जुन हाम्रो पुर्खा, हाम्रो जुन एउटा सक्रियताले यहाँनिर सबै चारैतिरबाट लगभग 12-13वटा हाम्रो यो एउटा गुप्तेश्वरलाई, हाम्रो वडा नम्बर 6 के अरे हाम्रो उमाकुण्डा 6लाई चाहिँ चारैतिरबाट 12-15वटा जस्तो लगभग हाम्रो पक्की पुलले, एउटा झुलुङ्गे पुलले भ्याएको छ। एउटा त्यो समुदाय हिसाबले, सक्रियको हिसाबले पहिलाको हाम्रो जुन पुर्खाहरूको एउटा पसिना, एउटा तयारीले। अनि हाम्रो मासतिर कस्तो भने माथि, किनभने एउटा हाम्रो जुन व्यवसाय चाहिँ के हुन्छ भने हाम्रो यहाँको भनेको पहिला ब्रिटिस आर्मी बस्ने एउटा एरिया हो, ब्रिटिस आर्मीको एउटा बस्ने एउटा बस्ती थियो। अहिले थोरै सङ्ख्या अब कम घटेर अहिले वैदेशिक रोजगारी हो यहाँको जुन फाल्टो आयस्रोत, र यहाँको किसानी हो सबैभन्दा यहाँको विशेष गरी हुने किसानी। जुन हाम्रो किसानीको अवस्था के हुन्छ भने यहाँनिर मकै, धान त अलिक कम हुन्छ, कोदो, मकै, फापर, यो चिज सबैभन्दा पकेट क्षेत्र भनौँ न। टिबीहरू, यहाँको जुन थोरै अलैँची, यस्तो बारेमा हुने गर्छ। अनि जुन मासतिर भनेको के छ भने मासतिर अलि लेक, यो हामीभन्दा अलिक थोरै 2300को हाइटमा माथि तामे, हाम्रो तामे पनि पर्छ। हाम्रो माथि तामे चाहिँ अहिले के भइरहेछ भने कुहिरोले ढक्कै छोपेर अहिले अलिक हाम्रो दृश्य नदेखिन सक्छ। अहिले यो ढाकीको एरिया चाहिँ तामे डाँडा हो, तामे डाँडा। अनि यहाँको जुन आयस्रोत भनेको, किसानी भनेको सबैभन्दा कृषक हो, सबैभन्दा समुदायहरूको हाम्रो जुन यहाँको स्थानीयको जुन मूल स्रोत भनेको कृषि, यहाँको भनेको कृषक नै हुनुहुन्छ यहाँ सबैभन्दा।
अनि भौगोलिकले चिरा बनाएर एकदम बनाइरहेको छ। समुदायको बारेमा यही हो, सबै समुदाय हाम्रो समुदायको यस्तै हो। कल्चरहरू आफ्नो छ, भाषा आफ्नो छ, संस्कारहरू आफ्नो छ। संस्कार, भाषा, धर्म सबैलाई सम्मान। यहाँ हिन्दू मुस्लिम त हुनुहुन्न, यहाँनिर क्रिस्चियन हुनुहुन्छ, त्यहाँदेखि अरू अब अरू त समुदाय त्यति हुनुहुन्न। अब त्यही भएर यहाँ चाहिँ एकदम समुद्रमा यहाँ रुखको हावासमा यहाँ के छ भने उत्तिस छ, यहाँ उत्तिस छ, यहाँ के भन्छ सल्लाहहरू जुन धुपीहरू अलिक लेकको अलिक मासतिर त्यसदेखि उत्तिस र पहेँलेहरू तलतिर हुँदै रुखको अवस्था यो छ। सामाजिक सञ्जालमा यो बाटोको बारेमा चाहिँ के भन्छ यहाँनिर हाम्रो सामाजिक सञ्जालमा पुरै प्रशस्त बाटोले सबैतिर सिजेलेको छ। कच्ची बाटो अहिले अब पक्की हुन र प्रशस्त बाटोको जुन पक्की बाटो हुन बाँकी छ। त्यही भएर हाम्रो समुदायको बारेमा चाहिँ के छ भने एकदम निर्धक्कसँग भौगोलिकले विकट त भए पनि यहाँ हरेक कुरामा समस्त एकदम क्लियर रूपमा बस्नको लायकको ठाउँ हो हाम्रो। किनभने तल सहर चाहिँ र बजार चाहिँ अलिकति टाढा छ हाम्रो, त्यसैमा चाहिँ एकदम दुःख लाग्दो कुरा त्यही हो। अब बस्तीहरू दिनदिनै घटिरहेछ, दिनदिनै पातलो एकदम बस्ती पहिला नै अलरेडी पातलो थियो, अहिले झन् बस्ती पुरै घटेर एकदम पातलो भइरहेछ। अब अहिले लगभग हाम्रो उच्च माविमा पनि विद्यार्थी सङ्ख्याहरू एकदम निम्न एकदम क्रमशः घट्ने क्रम एकदम जारी छ। हाम्रो विद्यार्थी सङ्ख्या पनि धेरै कम छ अरे। अब यस्तै छ हाम्रो जुन पाहाडमा अहिले यस्तै हो। पाहाडमा सबैभन्दा रमाइलो आफ्नो इन्जोयमा अहिले जुन साउनको टाइममा एकदम चिसो मौसम छ, चिसो मौसम। यो कुहिरोले ढाक्दैन सायद हजुरहरूले भिडियो हेर्दा पनि थाहा भइहाल्छ। म ज्याकेट लगाइरहेको छु, अहिले ज्याकेट लगाएर एकदम मौसमको बारेमा भनिराख्नु पर्दैन होला अहिले, किनभने एकदम सम्पूर्ण चिसो बस्ती छ। एउटा अघि एउटा भन्न छुटेको छु, एउटा हस्पिटल एउटा छ हाम्रो बारेमा, एउटा हस्पिटल छ। त्यही भएर एउटा हस्पिटलमा त्यसले एकदम सुविधायुक्त राम्रो एकदम सेवामूलक नै हस्पिटलहरू छ। यहाँको जुन बत्तीको बारेमा केन्द्रीय लाइनको बत्तीहरू अब यहाँनिर चुलेपु कादुरी यहाँ हाइड्रो दुईवटा बत्ती हामीले युज गरिरहेको छौँ, प्रयोग गरिरहेको छौँ हामीले। एउटा केन्द्रीय लाइन, एउटा चुलेपु हाइड्रो भन्ने एउटा हाइड्रो बत्ती, माइक्रो हाइड्रो दुईवटा बत्ती प्रयोग गरिरहेको छौँ हामीले बत्तीको लागि। गाडीको यातायातको लागि भन्नुहुन्छ भने यातायात एउटा बस काठमाडौँबाट सिधा गुप्तेश्वर लास्ट पोइन्ट यहाँनिर हाम्रो गुप्तेश्वरमा हुन्छ। फिक्स एउटा बस आउँछ। अनि यहाँनिर सुमोको लागि अनलिमिट सुमो यहाँ 2-3टा एउटा कोही बेला हुँदै पनि हुँदैन। अनि मान्छे जनसङ्ख्या र प्यासेन्जर भएको अवस्थामा यहाँ सुमो अनिवार्य आउने। बस यातायातको सुविधाको कारण प्रशस्त एकदम धेरै आउने। अनि यहाँनिर के छ भने अरू जुन विकासको क्रममा खानेपानीको लागि प्रशस्त, हाम्रो खानेपानीको लागि टेन्सन छैन। खानेपानी प्रशस्त पानी भरिपूर्ण जुन मभन्दा एउटा सिनियर धाराहरू पनि छन्। अहिले भर्खर 1-2 महिना पहिला पनि अब नयाँ प्रोजेक्ट पनि आएको। त्यही भएर पानीको स्रोत धेरै भएको प्रशस्त एकदम खानेपानीको नो टेन्सन छैन। पानीको लागि एकदम त्यति समस्या छैन। यहाँनिर मभन्दा एउटा सिनियर धारा छ, मभन्दा दाई 1 वर्षको दाई धारा अहिलेसम्म प्रयोग गरेको थियौँ। अहिले भर्खर नयाँ धारा थपिएको छ। त्यही भएर एकदम सम्पन्न लायक। अनि हस्पिटल +2 उच्च मावि जुन स्कुल छ शिक्षाको लागि। अनि विद्युत सडकको लागि चाहिँ अलिकता कच्ची छ, पक्की हुन बाँकी छ। र हाम्रो अलिक बिन्दास ठाउँ, हावापानीको लागि कति रमाइलो एकदम बिन्दास। बारेमा रुख